आमामामा हाम्रो आमाको कति धेरै अचार हौ। अलिकति मलाई दिन्छ कि भन्ने आश गरिरहेको छु। आमा त्यो तपाईँले अचार दिएको छ नि अस्ति नै तपाईँले दिनुभएको त्यो अचारै हरायो हौ। अचार अलिकति दिनु न हौ, ओप्पर भोक लागिरहेछ। 1 हप्ता भइसक्यो खाना नखाएको। ओ यही अचारसँग खाँदा कस्तो हुन्छ आमा? अचारसँग खाँदा कस्तो हुन्छ? तपाईँ चाहिँ ऊ बनाउँदै यहाँ मलाई बोल्ने पार्दै गर्नु भएको छ पक्नु तपाईँलाई। आमामा यत्रो दिने आमा मलाई? होइन यो आमामा यत्रो दियो भने त नि 3 दिनदेखि भात नखाएको अचार नभएर तपाईँले दिएको त्यो अचार छ नि प्लास्टिकमा, त्यो मेरो घरबाटै गायब भयो। म त शत्रुहरू लागेको छ जस्तै लागिरहेछ, अचारै गायब भइरहेछ। फाइनली हाम्रो आमाले यत्रो अचार दियो मलाई। आमा तपाईँलाई हृदयबाट धन्यवाद। आमा तपाईँले मलाई यो अचार चाहिँ किन दिनुभएको? अनि अब किन दिनु छोरा, खानुलाई दिएको छोरा। अन्त अब यो अचार लगेपछि मेरो त घरबाट गायब त हुँदैन नि? मलाई के थाहा त छोरा। अब चाहिँ अन्तर मन्तर जन्तर गायब नहोस् मेरो अचार। आमाले फाइनली आमासँग मैले अचार मागिसकेँ। कौन है ये लोग? कहाँ से आते हैं?